नमस्कार सम्पूर्ण साथीहरू। यो भिडियोमा मैले तपाईलाई नेपालमा रहेका शिक्षा तालिम केन्द्रहरूको बारेमा जानकारी दिँदैछु। साबिकको 29 वटा शिक्षा तालिम केन्द्रहरू रहेकोमा हाल नेपालमा 7 वटा मात्रै शिक्षा तालिम केन्द्रहरू रहेका छन्। विक्रम सम्वत 2075 असार 32 गतेको निर्णय अनुसार नेपालमा 7 वटा शिक्षा तालिम केन्द्रहरू कायम गरिएका हुन्। प्रत्येक प्रदेशमा एक एकवटा रहने गरी जम्मा 7 वटा प्रदेशमा 7 वटा तालिम केन्द्रहरू रहेका छन्। र यो तालिम केन्द्र कहाँ कहाँ छ भनेर कसरी सम्झने त भन्ने सन्दर्भमा मैले एउटा सजिलो सूत्र बनाएको छु। यो सूत्र रहेको छ सुबाका तरु सुड्डो। है, यसको मतलब तपाईको सुबाट सुनसरी, बाबाट बारा, काबाट काभ्रे, तबाट तनहुँ, रुबाट रूपन्देही, सुबाट सुर्खेत र डोबाट डोटी। यसरी प्रदेशगत रूपमा प्रत्येक प्रदेशमा एक एकवटा रहने गरी जम्मा 7 वटा तालिम केन्द्रहरू रहेका छन्। तपाईलाई यो भिडियो कस्तो लाग्यो कमेन्ट सेक्सनमा लेख्नुहोला। हस्, थ्याङ्क यू सो मच।